मात्रै किसिमको यो ट्र्याकहरू ओपन गरिएको छ। आशा छ सरकार त 3 तहको छ, नजिकको स्थानीय सरकारको आदर्श गाउँपालिकाको सरकार हामी गणेश खड्काजीलाई विनम्रतापूर्वक आग्रह गर्न चाहन्छौँ र लामिकाली गाउँपालिकाको वार्ड नम्बर 5 का अध्यक्ष उत्तम बहादुर सिंहलाई पनि विनम्रतापूर्वक आग्रह गर्न चाहन्छु। यो चाँडोभन्दा पर्यावरण विनाश गरिरहेको अवस्था पनि देखियो। त्यहाँ ठुला ठुला सालका रुखहरू काटेर, विशेष गरेर गहिरो मटेलो र उच्च मटेलो भन्ने ठाउँमा त्यहाँ जसले त्यो काम गरिरहेछ त्यो चाहिँ पर्यावरण विनाशको हारे पनि जिते पनि पच्कायो लालेले भन्ने एकदम चर्चित। यहाँ मात्र होइन, डोटी यहाँको दार्चुला बझाङ बाजुरा जुनसुकै ठाउँमा यो नामको चर्चा डोटेली राजा बिल्पेश्वर शाहीका नामले बहुचर्चित। दिपायल मुगल सम्राटका अगाडि पनि नझुक्ने राजा डोटेली राजाको एउटा उखान पनि छ, हरिसाय आए पनि पातै टिप्नु, परिसाय आए पनि पातै टिप्नु लगाएर। हजुरहरूको यात्रा कस्तो रह्यो त अङ्कल 2-3 दिनको? कुलदेवता पूजन कार्यक्रमको सबै काम सफलतापूर्वक सम्पन्न। 50-60 वर्षपछि करिब हाम्रो समयजीको धामी पनि प्राप्त भएको र धामीलाई मोडेर दीक्षा धारण गराउने काम 3वटा धामीबाट गरिएको थियो। त्यो दीक्षा पाइसकेपछि धामीले आफ्नो भाकाहरू दिने, बोल्ने शैली सिकाउनु पर्ने रहेछ। त्यो पनि त्यहाँ तालिम दिँदा रहेछन्, त्यो पनि देखियो। र हामीले त्यो समयजी र हाम्रो देवता कुलदेवता र सँगसँगै मसानीको पनि त्यहाँ पूजन गरियो। 10-12वटा बलि पनि त्यहाँ चढाइएको अवस्था अवलोकन गर्न पाइयो। आफ्नो परिवारको शान्ति, समृद्धि, आरोग्यता प्राप्तिका लागि गरिएको यो पूजन कार्यक्रम, कुल पूजाको कार्यक्रममा करिब हाम्रो परिवारजन र सेरोफेरोमा बस्ने बस्तीका अन्य महानुभावहरू, अन्य जाति समुदायका महानुभावहरूलाई पनि त्यहाँ निम्ता गर्ने, उनीहरूलाई आतिथ्यता प्रदान गर्ने र भोजन ग्रहण गराउने कार्यक्रम पनि त्यही अनुष्ठानभित्र पर्दो रहेछ। एक किसिमको यो अनुष्ठान दीक्षा धारण गर्ने कार्यक्रम अत्यन्त सफलतापूर्वक सम्पन्न भयो। यसमा पिँढी दर पिँढीको उपस्थिति थियो, नातिदेखि पनातिदेखि लिएर बाजे पुस्तासम्मको पनि उपस्थिति, एक किसिमको मिलन, पारिवारिक मिलन पनि हो। र हाम्रो यो धनगढीबाट, काठमाडौँबाट, विदेशबाट पनि जो कामकाजको अध्ययनको सिलसिलामा गएका र उतै बसेका परिवारजनहरूका तर्फबाट पनि हामीले यहाँ पुज पोखलोहरू यहाँ चाहिने हाम्रो कुलदेवतालाई चढाइदिएका थियौँ। आउन नसक्नेहरूको हकमा, आउने सक्नेहरूको हकमा सँगै यात्रा गरिराखेका छौँ। अहिले हाम्रो यो यात्रा फिर्ती यात्रा हो। खास गरेर आदर्श गाउँपालिका वडा नम्बर 5 तलाराबाट हामी यो यात्रा सँगसँगै 2-3वटा चाहिँ नि यो 4 व्हिलर महेन्द्राको बोलेरो अफ रोड गाडीमा हामी यो यात्रा गरिराखेका छौँ। यो रमणीय सल्लाहगाडी देखिँदैछ नि, यो सल्लाहगाडी लामिखालीबाट हामी हाम्रो क्यामेराभित्र कैद गर्दै हाम्रो आग्रह गर्न चाहन्छु भने नेतागणहरूले कम्तीमा पनि यो ट्र्याक ओपन गर्नु भएको छ भन्नाले दिपायलबाट आदर्श गाउँपालिकाको तलारा यो तल देखिँदैछ सेती नदी, यहाँबाट मजाको भ्यू सेती नदी, अफरोड गाडीहरू चल्ने मात्रै किसिमको यो ट्र्याकहरू ओपन गरिएको छ। आशा छ सरकार त 3 तहको छ, नजिकको स्थानीय सरकारको आदर्श गाउँपालिकाको सरकार हामी गणेश खड्काजीलाई विनम्रतापूर्वक आग्रह गर्न चाहन्छौँ र लामिकाली गाउँपालिकाको वार्ड नम्बर 5 का अध्यक्ष उत्तम बहादुर सिंहलाई पनि विनम्रतापूर्वक आग्रह गर्न चाहन्छु। यो चाँडोभन्दा चाँडो यो बाटोमा स्थानीय सरकारको सिफारिसमा प्रदेश र सङ्घीय सरकारको बजेटहरू माग गरेर यसलाई पिच गराउने, डबल ट्र्याक कटिङ गर्ने कामहरू गर्न सकेको खण्डमा यहाँ यात्रा सहज हुने थियो। यो किसिमको यो इन्टरनल टुरिज्म का लागि पनि आन्तरिक पर्यटन प्रवर्धन कार्यक्रम र यो जङ्गल यो
पर्यटन प्रवर्धन कार्यक्रमको लागि पनि राम्रो हुने, सांस्कृतिक पर्यटन प्रवर्धन कार्यक्रमका लागि पनि राम्रो हुने, बाटो सहज भएको खण्डमा साना गाडीहरूको पनि आवागमन सहज हुने, सानो मोटरसाइकल अफरोड चल्ने मोटरसाइकलहरू पनि आवागमन सहज हुने, यी सबै कुराहरूले यहाँका मान्छेहरूको आय आर्जनका लागि व्यापार व्यवसायहरू पनि प्रवर्धन हुने भएको कारणले गर्दा कम्तीमा पनि नेतागणहरूले हाम्रो मैले अघि आग्रह गरेका पालिका अध्यक्ष र वडा अध्यक्षको सिफारिसमा प्रदेश र सङ्घ सरकारबाट चाँडोभन्दा चाँडो बजेट विनियोजित गराएर यो बाटो निर्माणमा पिच गराउने, ग्राभल गराउने, डबल कटिङ गराउने, यात्रा सहज हुने देखिन्छ। अब यो यात्रा अहिले हामी लेक चढ्दै अब एकछिनपछि हामी आदर्श गाउँपालिकाको हेडक्वार्टर मौवा भन्ने ठाउँतिर, विशेष गरेर देमाणु हुँदै मौवा बिचबिचमा अरू काँडी भन्ने ठाउँ पनि पर्दो रहेछ। म पनि खास गरेर तराई जन्मेको एउटा आस्थावान तलारी परिवारको, सिंह परिवारको कुलदेवता पूजन कार्यक्रममा यो समयजी देवता र खास गरेर मसानी देवताको पूजन कार्यक्रममा आएको थिएँ। म पनि तराई जन्मे हुनाले मलाई पनि यो लोकेसन, यो भूगोल, यो पर्यावरणको खासै धेरै ठुलो ज्ञान त छैन, तर पनि सुन्दै बुझ्दै गर्दा आफूलाई ज्ञान भएका नामहरू मैले यहाँ उच्चारण गरेँ। अहिले हामी लेक साइड एकदम टप हाइटमा पुग्दैछौँ। त्यसपछि हामी मौवाबाट फेरि डाउन दिपालतर्फ झर्नेछौँ। त्यहाँ झर्दै गर्दा त्यहाँको पनि सेती नदीको फेरि अत्यन्त मनोरम रमणीय दृश्य यो क्यामेरामा कैद गर्न चाहिने अवसर प्राप्त हुनेछ। अहिले क्यामेराम्यानको रूपमा हाम्रो पर्यावरण विनाश गरिरहेको अवस्था पनि देखियो। त्यहाँ ठुला ठुला सालका रुखहरू काटेर, विशेष गरेर गहिरो मटेलो र उच्च मटेलो भन्ने ठाउँमा त्यहाँ जसले त्यो काम गरिरहेछ त्यो चाहिँ पर्यावरण विनाशको। एउटा रुखले एक दिनमा केवल 4 किलो अक्सिजन दिन्छ। यो वैज्ञानिक, यो खास गरेर बोटनीका एक्सपर्टहरूले, बोटनी विषय पढ्ने एक्सपर्टहरूको अनुसन्धानबाट पत्ता लाग्यो एउटा रुखले 4 केजी मात्रै अक्सिजन उत्पादन गर्छ। ह्युमन लाइफका लागि पर डे एक दिनमा एकजना ह्युमन एउटा मान्छेलाई बाँच्नका लागि, सर्भाइभ हुनका लागि 16 केजी अक्सिजन चाहिन्छ भनेपछि डेली हामीलाई 4वटा रुख चाहिन्छ। हाम्रो महेन्द्र सिंह मेरो भतिजाले यो भिडियो ब्लग बनाइराखेको छ। मसँग पनि युट्युब च्यानल छ, मेरो पनि SDG 4 एजुकेसनल भ्यू भन्ने मेरो युट्युब च्यानल छ। म त्यसमा पनि यो भिडियो अपलोड गर्नेछु। जसले पनि हेर्दैछ आदर्श गाउँपालिकाको अध्यक्षलाई पनि यसलाई ट्याग गरेर यो भिडियो लाग्नु पर्यो। त्यहाँ पर्यावरण विनाशको काम जसले गरेको छ यसलाई अविलम्ब रोकिनुपर्छ। बाँकी यो बाटो निर्माणको कुराहरूमा तदारुकता देखाउनुपर्छ, तब मात्रै वास्तविक जनप्रतिनिधि भएको कुराहरू हामी श्रेय दिन सक्छौँ। अदरवाइज पर्यावरण विनाश भइरहेको कुरा एकातिर, अर्कोतिर यो बाटोको अवस्थामा सुधार नभएको खण्डमा फेरि पोलिटिक्समा जुन निराशा छाएको छ, जेन्जी आन्दोलनले एक किसिमको नयाँ किसिमको माहौल सिर्जना गरेको छ। अहिलेको परिस्थितिमा पोलिटिसियनहरूले पनि सोसियल वर्क हो भनेर सम्झिनु पर्यो। यसलाई यसरी काम गर्नुपर्ने देखिन्छ। हामी समाजभित्र रहेका व्यक्तित्वहरूले कहीँ न कहीँ सोसियल वर्कमा इन्भल्भमेन्ट गर्नुपर्छ। अहिले चर्चामा रहेका व्यक्तित्वहरूले खास गरेर श्रमदान मार्फत राज्य निर्माण गर्न सकिन्छ भन्ने कुराको कुरा 1976-78 तिर साउथ कोरिया नर्थ कोरियाबाट सेपरेसन हुँदै गर्दा 10 वर्षलाई पुनर्निर्माण वर्षको रूपमा दिएको थियो। हाम्रो देशलाई पनि एक चरण कम्तीमा पनि 5 वर्ष पुनर्निर्माण वर्ष बनाउन सक्यो भने सानो देशलाई हामी सुन्दर देश, रमणीय देश, पर्यावरणीय दृष्टिकोणले हामी यो डाइभर्सिटी इन क्लाइमेट, डाइभर्सिटी इन सोसाइटी, कल्चर, यस्तो देश हेर्नुहोस् न। हामी कहाँ धनगढी उपमहानगरपालिकाबाट गोदावरीको खानीडाँडा र चुरेको बुढेतोला, के अरे गोदावरीको बुढेतोला र चुरेको खानीडाँडा पुग्ने बित्तिकै बिल्कुल हामी नैनीताल मन्सुरीको क्लाइमेटको र चाहिने आनन्द लिन सक्छौँ। बाँसका रुख हेर्नुहोस्। अहिले हामीले वर्णन गरेको अब हामी यहाँबाट एकदम बिल्कुल एकदम लेभल थियो। यो हाम्रो
महुवादेखि लिएर लामिखालीसम्म त बिल्कुल सम्म छ। बाटो निर्माण गर्नु पनि सहज। अब हामी डाउन झर्दै 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 यो बिचमा पर्ने गाउँ नजिकै छ। तल यो भुवा भन्ने ठाउँ छ, यहाँ नुवाकोट छ, नुवाकोट। अनि यतापट्टि यो खास गरेर यो हिन्देगाडाको एरिया पर्छ। गजगिर भन्ने ठाउँमा पुगेको छौँ। यो गजगिर भन्ने ठाउँ हो। यो बडा एकदम यहाँ सुन्तला पनि फलाउन सकिने ठाउँ। एकदम त्यस्तो किसिमको क्लाइमेट देखियो। आहा, खेतका गराहरू कस्ता राम्रा टेरेस भन्छ। महेन्द्र सिंह जीले आफ्नो यो क्यामेराबाट यो दृश्यहरू कैद गरिरहनु भएको छ। हाम्रो यात्रामा मेरै नामको अर्को हाम्रो नवजीवन सहकारी संस्था लिमिटेडमा कार्यरत कर्मचारी प्रिय भतिज हाम्रो तेजबहादुर सिंह, म पनि तेजबहादुर सिंह, संयोगले नाम दुइटै काका भतिजाको मिल्न गएको छ। म शारदा माध्यमिक विद्यालय धनगढी उपमहानगरपालिकामा पढ्ने विद्यालय शारदा माध्यमिक विद्यालयको प्रधान अध्यापक, नेपाल शिक्षक सङ्घ कैलालीको अध्यक्ष पनि हो। हामीसँग हाम्रै परिवारजनहरू, हाम्रो भाइ हाम्रो जुङ्गे महाराज पनि चाहिँ जुन कन्सेप्ट छ नेपालको संसारभरिमा एकदम टप मोडलको सामुदायिक वनको अवधारणा नेपालमा चलिएको छ। यो सामुदायिक वनको अवधारणा कारणले पनि यति राम्रो यो सल्लाहकारी को बोट बिरुवाहरू सल्लाहकारी नयाँ किसिमको नयाँ एकदम एक साइजको सल्लाहकारी छ। आहा, गाडीलाई ध्वस्त पारेर यसको संस्कार गरेको देवीको मूर्ति निर्माण भइरहेछ। अन्डर कन्स्ट्रक्सन छ पासा देवीको मन्दिर। Concrete dreams where the neon glows. Every block tells a tale the whole city knows. Rhythms in the shadows where the cold wind blows. Life's a gamble on these streets, anything goes. Boom bap echoes through the alleys at night. Soulful samples lift the darkness to light. Deep kicks pound like a heartbeat fight. हामी एकदम धुलाम्यमा छौँ। यो धुलो बाटोमा छ। गोठे मलहरू हालेर यहाँ पुरा गराहरू एकदम अब सिँचाइ गरेर मल हालेर प्राङ्गारिक मल हालेर अब यसमा चाहिँ नि तपाईँको चाहिँ अब केही दिनपछि गहुँहरू छर्ने अदरकहरू लगाइएको छ। हेर्नुहोस् यी ठाउँ पाहाडबाट तराईबाट सहरबाट अनि तपाईँको चाहिँ नि काठमाडौँबाट विदेश जाने यो एकदम के भन्छ क्वालिटी लाइफको जिउने रहरमा जुन जनसङ्ख्याको पलायनता भएको छ, खास गरेर बसाइसराईको यो अनाधिकृत रूपमा भइरहेको यो माइग्रेसन छ। यो माइग्रेसनले डाँडा काँडामा भएका बस्तीहरूमा मान्छेको उपस्थिति एकदम शून्य प्राय जस्तो एकदम कम मात्र मान्छेहरूको यहाँ उपस्थित देखियो। यसले विकास निर्माणमा मात्र होइन, हाम्रा डाँडा काँडामा भएका हाम्रा उर्वरक भूमिहरू फाँटहरू बाँझै रहेको अवस्था छ। एकदमै यहाँ चाहिँ मैले त यो मध्यपश्चिम लोकमार्गको पनि खुब अवलोकन गरेको छु। पोखरा हुँदै तपाईँको यो सुर्खे यो बिचमा हामी जाने बागलुङको
तपाईँको सदरमुकाम भुटेबाङ हुँदै यो यात्रा पनि गरेछु अनि पूर्वी रूपमा पश्चिम रूपमा जाजरकोट हुँदै पनि आएको छु। त्यहाँ त मानव बस्तीमा बिल्कुल यस्तै आनन्द यति रमाइला ठुला ठुला घरहरू थिए तर घरमा एकजना पनि मान्छे छैन। सुन्तलाका यति राम्रो थियो तपाईँको चाहिँ बारीहरू सबै सुन्तला बारीमै फलेका डोकोबका डोका मान्छेहरूले यात्रा गर्ने मान्छेहरूले फोकटीमा टिपेर लगेको यस्तो किसिमको ठाउँहरू छोडेर मान्छेहरू पलायन भएर विदेश त्यहाँका मैले सुन्दा बुझ्दा मान्छेको ठुलो बस्ती चाहिँ नि यहाँबाट तराईतिर गएको अवस्था देखिन्छ। घरमा मान्छेहरू देखिँदैनन्, फाटाफुट्टा मान्छेहरू देखिन्छ। यसलाई हामीले नेपाल सरकारले खास गरेर यो जनसङ्ख्याको खास गरेर बसाइसराई सम्बन्धी नीतिमा परिवर्तन गर्नुपर्छ। जस्तो चाइनामा छ, म चाइनाको बेजिङमा पनि ट्राभलिङ गर्दाखेरि बुझेको थिएँ त्यहाँ के रहेछ भने एउटा प्रान्तबाट अर्को प्रान्त समृद्ध प्रान्तमा अलिक विपन्न प्रान्तका मान्छेहरूको बसाइ सरेर जाने क्रममा त्यहाँ जाँदा आफूले कमाइको 30% त्यहाँका नर्मल बासिन्दाभन्दा बढी ट्याक्स तिर्नुपर्ने, रेन्ट पनि एडिसनल 30% एडिसनल ट्याक्स तिर्नुपर्ने, बिजुली महसुल अतिरिक्त तिर्नुपर्ने अरू त्यहाँको नर्मल बासिन्दाभन्दा। त्यस्तै नेपालमा पनि जस्तो आदर्श गाउँपालिकाबाट यदि धनगढीमा बसाइ सरेर जाने हो भने त्यहाँका जानुको कारणसहित उल्लेख गर्नुपर्ने र त्यहाँ चाहिँ बसाइ सराईलाई रोक्नका लागि त्यहाँ जानुको उद्देश्य र गइहाल्यो भने पनि त्यहाँ गएर कमाइ जमाइमा लाग्ने हो भने तिनलाई एडिसनल ट्याक्स लगाउने हो भने त्यहाँका मान्छे फर्केर आफ्नै ठाउँमा गएर फेरि कमाउनु पर्दा त्यति त म आफ्नै गाउँमा पनि कमाउनु सक्छु भन्ने किसिमको एक किसिमको आम्दानीको सन्तुलन पनि कायम हुने र बसाइसराईलाई पनि नियन्त्रण गर्न सकिने यो बसाइसराईको पोलिसीमा पनि परिवर्तन गर्नुपर्ने देखिन्छ। त्यसो गरेन भने पहाड बिल्कुल 60% हाम्रो 68% भूगोल पहाडी भूगमा पर्छ, 72% तपाईँको हिमालमा पर्छ, जस्ट 15% मात्र तराईमा पर्छ। त्यो 15% भएको उर्वर भूमिमा पनि हामीले यसरी कङ्क्रिट मरुभूमिकरण गरिदिने हो भने बसाइसराई बिल्कुल पहाडतिर र हिमालतिरको बस्ती त स्वाहा हुनसक्छ। यसलाई नियन्त्रण गर्नलाई पोलिसी सरकारले परिवर्तन गर्नुपर्ने देखिन्छ। अहिले फेरि हामी एउटा खोल्छौँ सानो अफरोड बाटो फेरि सानो धारो रहेछ यो 5 फुट भने जेठका महिना आउनुभयो भने यो तपाईँको आदर्श गाउँपालिकाको लामिखाली गाउँ पञ्चायत पनि पर्छ उतातिर तपाईँको नवादेव पर्थ्यो। तपाईँको यो एरियामा जम्मै तपाईँको चाहिँ उहाँसम्म यो देमाडुसम्म एउटै खाले क्लाइमेट छ। दिपाली नपुग्नुभन्दा माथिकै डाँडामा त्यहाँबाट यो काँडीदेखि यता खास गरेर यो एरियामा एक खाले क्लाइमेट। बाँझ भन्ने गाउँ, बाँझका खड्काहरू चर्चित छन् डोटीको पोलिटिक्समा। उहाँहरूको पनि यतैतिर बाँझ भन्ने ठाउँमा गाउँ रहेछ। यी सबै कुराहरू बुझ्नुपर्छ इतिहासमा। बुझ्ने कुरा क्रममा एउटा उखान छ खास गरेर डोटीको यो बाँझका हाम्रा लालबहादुर खड्काको नाम सबैले सुनेको होला सायद। उहाँ अब हुनुहुन्न जस्तो लाग्छ, परलोक भइसक्नुभयो भन्ने कुराको सुनाइ छ। भर्खरै कुरा हो त्यो। अर्को उखान पनि छ जाउँला रोटी खाउँला रोटी आउने बेला धोती र टोपी। आई थिङ्क त्यो कुरा के को लागि भनिएको भन्ने मलाई लाग्छ भने त्यहाँ सिलगढी एरियामा नेवारहरूको ठुलो पसल व्यापार थियो। अब उहाँहरू चाहिँ नि व्यापार व्यवसाय गर्दा चर्को मूल्यमा सामान बेच्ने भएको र बास बस्ती दिँदाखेरि पनि रेन्ट दिँदाखेरि पनि चर्को मूल्यमा उहाँहरूले चाहिँ नि पैसा असुल्ने गर्ने भएको कारणले गर्दा त्यति बेला त्यो उखान चर्चामा आएको जाउँला रोटी खाउँला रोटी आउने बेला धोती र टोपी। हामी त्यही भूगोल त्यही एरिया त्यही सेरोफेरोमा आज हामी यो साइडमा पर्छ। पानीको प्रबन्ध कतिको छ मलाई थाहा भएन। यहाँ म पनि नयाँ हो, खास गरी पहिलोचोटि नै म पनि यात्रा गरिरहेको छु यो बाटोमा। त्यसैले यहाँ उत्पादनको सन्दर्भमा सिँचाइको प्रबन्ध यो वाटर लिफ्टिङ सिस्टमबाट यदि यहाँ गर्ने ट्युबवेल पनि गर्न सकिन्छ। अहिले त एकदम डाँडामा पनि ट्युबवेलिङ गर्न सकिने यो ड्रिलिङ गरेर गर्न सकिने कुरा छ। पानीको प्रबन्ध कस्तो छ, पानीका स्रोतहरू त देखिन्छन्। त्यसो हुँदा कुलो छ कि भन्ने जस्तो पनि लाग्यो। यहाँ कुलोको प्रबन्ध छ जस्तो लाग्यो। सानो जिपजिपे पानीको सानो मुहान देख्यो यहाँनिर। अगाडि गाउँ बाँझे हेर्नुहोस्, आहा कस्तो राम्रो। ल थोरै कुराहरू हामीले
सेक्टरको स्टुडेन्ट त होइन, म खास गरेर समाज शास्त्र क्षेत्रको विद्यार्थी र शिक्षा शास्त्रको विद्यार्थी हो। त्यसो भए हुनाले मलाई थोरै भाषाको ज्ञान पनि छ। अब हाम्रो यतातिर अलि खास गरेर यो डाइलेक्ट स्पेसलिस्टहरूको भनाइ के छ भने करिब 1 किलोमिटर 1.5 किलोमिटरको पहाडको यो खोल्सादेखि त्यो खोल्सामा जाँदा भाषाको लवजमा पनि परिवर्तन आउँदै जान्छ। हाम्रो आदर्श गाउँपालिकामा तलारतिर बोल्ने भाषा र यहाँ माथि आएर तपाईँको चाहिँ भुवातिर बोल्ने भाषा र यतातिर दिपालतिर बोल्ने भाषाको लवजमा अलिक फरक छ। फेरि टिकातरतिर जो क्यासिङ गाउँपालिका छ त्यतातिर आइपुग्दा फेरि भाषाको लवज त्यहाँबाट अलिक तल गएर तपाईँको बोक्टानतिर जाँदा फेरि भाषाको लवजमा फरक हुने र असमतिर भाषाको लवजमा फरक हुने। तर यो विराट संस्कृति भएको डोटेली सभ्यताको जननी खास गरेर दिलपेश्वर भनेको डोटेली राजा दिलपेश्वर शाहीका नामले बहुचर्चित दिपायल खास गरेर मुगल सम्राटका अगाडि पनि नझुक्ने राजा। जहाँ अहिले डोटेली राजाको एउटा उखान पनि छ, तपाईँको हरिसाई आए पनि पातै टिप्नु, परिसाई आए पनि पातै टिप्नु। हरिसाई नरिसाई परिसाई यिनीहरू पनि डोटेली साम्राज्यका सम्राट थिए। खास गरी डोटेली राज्य गण्डक क्षेत्रसम्म फैलिएको, उतातिर तपाईँको चाहिँ भारतको लखनऊसम्म र उतातिर श्रीनगरसम्म छोएको विराट डोटेली राज्य आज भग्नावशेषमा दरबारको कुनै ढुङ्गा पनि नभेटिने अवस्था छ। तिनका वंशजहरूले, तिनका पछिल्ला सन्ततिहरू खास गरेर मुम्बईतिर पलायन भएको र काठमाडौँतिर पलायन भएको, कोही लखनऊतिर बसेको, कोही सिङ्गाईतिर बसेको देखिन्छ। तिनका सन्तति केही परिवारहरू त अझै पनि छ, शाही परिवारहरू। अब राजा रजौटाहरूमा पनि यो चौतरिया भन्ने चलन छ। अब चौतरियाहरू बसे होला नि यता, खास गरेर विशेष गरेर सम्राट परिवारकै राजा परिवारकै मान्छेहरू यहाँबाट पलायन भएको। चक्रविक्रम शाहको नाम पनि उनकै सम्राट परिवारभित्रै, डोटेली राजा परिवारभित्रै देखिन्छ। चक्रविक्रम एउटा वकिल पनि, एडभोकेट पनि, काठमाडौँ बस्छन् भन्ने कुरा सुनिन्छ। उहाँको दरबार एरियामा पनि त्यो राजपुर दिपायल, खास गरेर राजाको बस्ने राजपुर भनिएको त्यो दिपायल एरिया, त्यहाँ दरबारको भग्नावशेष मात्रै देखिन्छ। त्यसको सेरोफेरोमै हामी छौँ अहिले। खास गरेर त्यसको सेरोफेरो अबको आधा घन्टाभित्र हामी पौने घन्टाभित्र दिपायल झर्नेछौँ। अहिले यो खास गरेर भुवापछि नजिकै यो अब यहाँको भाषा पनि अलिक थोरै थोरै कुरा गरौँ। डोटेली भाषा उसरी हामी यहाँमा उभा जान लाग्छौँ। अब उभाबाट तलतिर ओल्ल्यौँ, ओल्दा तलतिर चाहिने एउटा दिपायल भन्ने ठाउँ पुग्यौँ। त्यहाँ पुगेपछि हाम्रो बस चेन्ज हुन्छ, चेन्ज गर्दा छु त्यहाँलाई चाहिँ हाम्रा सँगका मान्छे पनि पछाडि आउनु लाग्छन्। साला हुनुपर्छ कि यो कहीँ बस्ती हो, के बस्ती हो यहाँलाई सोधौँ आँदै यिनलाई। ए हजुर, किन अब अलिकता पैसा माग्न लाग्यो, गाडीवाला सबैलाई पैसा माग्दैन। टिपिकल डोटेली भाषामा कुरा अद्दला छु। अहिले हामी काँडी भन्ने गाउँबाट आए, छुट्टीबाट हाम्रो जीव आहा कति राम्रो छ। ल त यो बाटो यहाँबाट बिच त केही अप्ठ्यारो छ त, ल केही न थिए। खास गरेर भन्यो भने सरकारले चाहेपछि फटाफट बिच्ने ठाउँ सम्पर्क काँडी भन्ने ठाउँ रहेछ। उहाँ काफलाहरू, गाजाहरू यहाँ चाहिँ रहेछ। अहिले काँडी भन्ने ठाउँ, काँडीमा जातिगत हिसाबले भन्यो भने रोकायाहरूको ठुलो बस्ती हो भन्न त मैले सुने। म पनि पहिलोचोटि आउनु लाग्छु यही काँडीबाट। यही काँडीका बाटाबाटै खास गरेर दिपायलतिर जानु लाग्छौँ अहिले हामी लगेर। यहाँ चाहिँ कस्तो रमाइलो, तर बाटो धुलाम्य भए पनि यो यात्राको अर्कै मजा छ। फेरि हामी परिवारका सदस्य छौँ, भिडियोग्राफी बनाउँदै अगाडि बढ्न लाग्छौँ। यहाँलाई जाने हो अब यो गाउँ यही पछि के गाउँ आउने हो भन्ने मलाई पनि अनुमानका भरमा भन्नुपर्दछ। मैले त्यो मौवा आउने हो यही पछि भन्नु लाग्छन्। अब मौवा लगेर धुलै उठ्ला छ, यहीतिर पनि भ्यू रमाइलो छ। अब मौवाबाट हामी अब हाम्रो आदर्श गाउँपालिकाको सदरमुकाम मौवा पुग्ने तर्खरमा छौँ। रुखहरू एकदम लेक बेसीमा, यहाँ खास गरेर मौवामा बहुचर्चित समुदाय मौवाका मान्छेहरू। फर्स्टमा गएर योगेन्द्र ओझाजी मौवाको मान्छे चाहिने लोकसेवा आयोगको अध्यक्ष भएको भूमि र उहाँकै परिवारका एकजना व्यक्ति फर्स्ट तपाईँको चाहिने दरबार हाई स्कुलको पनि प्रधानाध्यापक भएको
उहाँको नाम पनि योगेन्द्र ओझा हो कि क्या हो म बिर्सिएको छु। उहाँ जन्मेको भूमि हो यो। खास गरेर नेपालकै शैक्षिक रूपले दरबार हाई स्कुल भने बहुचर्चित हो, त्यो स्कुलको पनि हेडमास्टर भएको त्यस्ता किसिमका शैक्षिक हस्तीहरू जन्माउने ठाउँको सेरोफेरो ट्र्याक्टर रहेछ सेरोफेरोमा हामी पुगेका छौँ। यो लेक कस्तो चिसो छ यहाँनिर यो ऐसोको छ यो एकदम कस्तो आनन्द भयो, कस्तो शीतल। यो गर्मीका महिना त यो एरियामा आएर त्यतिकै पनि बसेर 1-2 घन्टा बिताएर जाँदा कति आनन्द आउला जस्तो लाग्छ। हेर्नुहोस् मजाको रमणीय ठाउँ छ। माथि हाइटमा उल्यो आदर्श गाउँपालिकाको सदरमुकाम हेडक्वार्टर केन्द्रबिन्दु महुवा यो वडा नम्बर 1मा वा 2मा पर्छ यो जस्तो लाग्यो। अहिले हामी ठ्याक्कै कुचेडा भन्ने ठाउँ पुग्यौँ। यो पनि सानो सानो ट्रेड एन्ड कमर्सको सेन्टर छ। यहाँ व्यापार हुने ठाउँ यो पसल यहाँको चर्चित पसल हो। नवादेव जिडी ट्रेडिङ एन्ड सप्लाई चर्चित पसल कुचेडा भन्ने फोर व्हिलर ट्र्याक्टर रहेछ, एकदम राम्रो। यस्ता ड्राइभरहरू धेरै कष्टपूर्ण क्या। अहिले पहिला जस्तो छैन। अहिले त अब पावर स्टियरिङ आइसक्यो गाडीहरू, नत्र मेकानिकल स्टियरिङ भएर यहाँ चलाउनु पऱ्यो भने धेरै गाह्रो त्यस्तो ट्र्याक्टरहरू चलाउनु। अहिले ट्र्याक्टरहरू पनि एकदम टेक्नोलोजीमा अपग्रेड भएर 4 व्हिलर ट्र्याक्टरहरू आइसकेका छन्। यो कुचेडा भन्ने गाउँ, यो कुचेडा र महुवा दुइटै जोडिएको छ। त्यसैले अघि आउँदा हामीले यो महुवा पुग्दैछौँ भनेको थियौँ। त्यो एकदम लगभग यो वडा नम्बर 2 रहेछ आदर्श गाउँपालिकाको। यो हेर्नु न उहाँ सोट्टाहरू फलेर सिमीहरू फलेर यस्तरी फलाउँदो रहेछ। बोटमै नगरेर अर्को सपोर्टेड बोर्डमा गएर उक्लेर जो हामी तराईमा घिउ सिमी भन्छौँ नि, त्यो सिमीलाई उकालेर फलाएको देखिन्छ। धनगढीमा गयो भने चाहिँ 150 रुपियाँसम्म नि केजी खानुपर्ने सिमी यहाँ फलाएको देखियो। गजब मजाले बोर्डमा अर्को बोर्ड हो आदर्श गाउँपालिकाको वार्ड नम्बर 2 सदरमुकाम हेडक्वार्टर महुवा। अब यहाँ चाहिँ नि अस्पताल यहाँको चाहिँ नि ठुलो अस्पताल निर्माण भइरहेको छ। यो अस्पताल निर्माण भइसकेपछि उसरी यहाँ पाहाडतिर पनि यस्तो बजारहरू हाम्रा बाजेहरूको पालादेखि पनि महुवाको अस्पताल लैजाने, हात खुट्टा भाँचियो भने महुवा लैजाने भन्ने फुलहरू फुलेर माथि रिसोर्ट हो न कुनै चाहिने त्यो तपाईँको चाहिने होटेल हो। त्यहाँ चाहिँ मजाको के फुल फुलाएर घर चाहिने एकदम सिँगारियो के, दुलै सिँगारेको जस्तो एउटा घर भेटिनेछ अहिले बाटोमा। त्यो घर आउँदाखेरि अवलोकन गरेको थियौँ। त्यही घरको बडा मलाई आनन्द आयो। त्यस्तै घर यहाँ आफ्नो पनि बनाउन पाएर कहिले कहिले आएर बस्न पाएपछि हुन्थ्यो भन्ने जस्तो पनि लाग्छ। यो सबै एक खाले हावापानी भएको हुनाले तपाईँ देख्नुहुन्छ पुरै कालै जङ्गल। यतापट्टि देखाउनु ल, यस्तो कालो जङ्गल यो सबै बाँसको जङ्गल हो। बाँसको अनि तपाईँको लाली गुराँस फुल्ने के डाँडा हिमाल अर्ध हिमाल जस्तो के हिउँ पनि पर्छ अरे यहाँ। तपाईँको अत्यन्त चिसो भएको बेलामा हिउँ पनि पर्छ भनेपछि त हिउँ पर्ने ठाउँ अर्ध हिमाल जस्तो ठाउँ यहाँ तल यस्तो एकदम यस्तो ठाउँ छ कि यो आफै जमिनमा पनि यहाँ पानी फुटिरहेको सिमसिमे ठाउँ जस्तो आनन्द भयो। अफरोड बाटो भए पनि तपाईँ मजा लिन पाउनुहुन्छ। यात्रा गर्नुहोस् आदर्श गाउँपालिकाको चाहिँ नि यो लेक साइड जस्तो के लेकमा। अझ यहाँ चाहिँ तलहरू पनि छ साना साना। हेर्नुहोस् त यो बस्ती यहाँ चाहिँ अहिले मान्छेहरू भएको थुप्रै काफलहरू बनाउनु सक्छ। यहाँ चाहिँ नि थुप्रै खेती गर्नु बाँझै जस्तो देखिन्छ। हेर्नुहोस् यो के भने सायद मलाई लाग्छ बसाइ यहाँ चाहिँ मैले अघि पनि चर्चा गरेँ। यहाँका ओझाहरू लोकसेवा आयोगको अध्यक्ष दरबार हाई स्कुलको हेडमास्टरसम्म भएका ओझा समुदाय खास गरेर यो महुवामा उहाँहरूको नाम धेरै चर्चामा आउँछ। यहाँका सांसद मान्य पनि भइसकेका, मन्त्री भइसकेको
यस्तो किसिमको चर्चा भएको ठाउँ। त्योभन्दा तलपट्टि नुवाकोट भन्ने ठाउँ पनि छ, बाबनकाँडा भन्ने ठाउँ छ तल, बाबनकाँडा त्यो पनि अनि हिँड्ने काँडा, अनि काँडी, अनि भुवा, अनि यस्तो ठाउँहरू यस्तो ठाउँ छ। यो एकदम रमाइलो, कस्तो मजाले बाटो काट्यो भने खासै धेरै ठुलो जेसीबीलाई समस्या परेन होला जस्तो इजिली एकदम खरखरे धेरै ठुलो चट्टानहरूलाई ब्रेक गर्नु नपर्ने, इजिली यसलाई जाने उत्खनन गर्न सकिने, बाटो बनाउन सकिने सजिलो भयो होला काम गर्ने कामदारहरूलाई पनि यो बाटो निर्माण गर्न। सबलाई स्यालुट छ। कम्तीमा पनि ट्र्याक त ओपन गरेको छ, अब यसलाई चाहिँ अपग्रेड गरेर अहिले पनि हामीले सुनेअनुसार थोरै बजेट त यसमा विनियोजित भएको छ अरे यो पिच गर्नका लागि। अब मलाई लाग्छ कहाँसम्म यो सायद डेमाडोसम्म यो वर्ष पिच भएछ। पिच मात्रै गरेर भएन, यसको अपग्रेडिङ पनि गर्नुपर्छ। ठाउँ ठाउँमा पहिरो गइरहेछ, त्यो ठाउँमा चाहिँ नै पाइप हालेर हुन्छ कि अथवा डाइभर्सन बनाएर हुन्छ, के बनाएर हुन्छ, कल्भर्टहरू बनाएर हुन्छ कि के हुन्छ, पानी निकास गर्ने गरेको खण्डमा यो मौवाभन्दा तल ओह्रालोमा पनि एक दुई ठाउँमा एकदम डिस्टर्बेन्स छ। बाटो सानो गाडीहरू पिच हुँदा पनि नआउनु सक्ने अवस्था छ। त्यसैले अहिले पनि पोलहरू राखिएका छन्। मलाई लाग्छ विद्युतीकरणको पनि कन्सेप्ट कन्टिन्यू छ जस्तो लाग्छ। गाउँ गाउँमा विद्युत पुर्याउने लक्ष्य पनि छ जस्तो लाग्छ। उसरी अब यो पाहाडतिर यस्तो जस्तो मानौँ न, यो मौवाबाट एकचोटि दिपायलसम्म यदि ट्राभलिङ गर्ने हो भने हामी यहाँ चाहिँ रोपवे पनि चलाउन सक्ने जस्तो देखिन्छ क्या। दिपायलको कुनै ठाउँसम्म यस्तो हाइटमा छ, यहाँबाट दिपायलसम्म रोपवे बनाउन सकिने, केबल कार भन्छन् आजभोलि, केबल कारहरू पनि चलाउन सकिने। तर अब यहाँ चाहिँ कति मान्छे पर्यटक आउने नआउने अथवा लगानीकर्ताको लगानी कति सुरक्षित हुने यो कुराको बारेमा भने अब अलिकता पपुलेसन कम भएको, माइग्रेसन बढी तराईतिर झरिसकेको, विदेशतिर गइसकेको अवस्था देखिएको कारणले गर्दा लगानीकर्ताको लगानी डुब्ने जोखिमका कारणले पनि मलाई लाग्छ अहिले जोखिम मोल्न खोजिरहेका छैन। फेरि देशको परिस्थिति, राजनीतिक अवस्था अहिले अत्यन्त जटिल मोडमा पुगेको छ। भर्खरै ठुलो आन्दोलन 76 जना शहीद पछिको यो जेन्जी आन्दोलन पछिको मुभमेन्ट पछि एक किसिमको नन पोलिटिकल पर्सनालिटिजहरू सहभागी भएको गभर्मेन्ट सुशीला कार्कीको नेतृत्वमा बनेको छ। यो गभर्मेन्टले को म्यान्डेट भनेको इलेक्सन गर्नेछ। आई थिङ्क इलेक्सन गर्ने त छ। अहिलेकै कन्स्टिट्युसनले, अहिलेकै संविधानले परिकल्पना गरेको मतलब राज्यको शासकीय स्वरूपमा इलेक्सनमा जाँदाखेरि एउटा युवा पङ्क्तिहरूको जो जेन्जी ग्रुपहरूको आक्रोशलाई अहिलेको कन्स्टिट्युसनले एड्रेस गर्न सक्दैन। मलाई लाग्छ यसको एमेन्डमेन्ट हुनुपर्छ, संशोधन हुनुपर्छ र यसका लागि मेरो त पोलिटिकल एउटा समाजशास्त्री दृष्टिकर्ताको हिसाबले भन्दा थोरै फरक किसिमको दृष्टिकोण छ। यहाँ चाहिँ यसलाई राज्यका परम्परागत शक्ति राजासहितको र राजनीतिक दल र युवाहरूको जेन्जी मुभमेन्टमा सहभागीहरू सबै परम्परागत राजनीतिक दल, परम्परागत शक्ति राजा र हिन्दूवादी र विभिन्न अरू अभियन्ताहरू पनि छन्, जस्तो अब दुर्गा प्रसाई जस्ता अभियन्ताहरू, ती सबैहरूको कन्साइन लिएर उहाँहरू पनि सरोकारवाला व्यक्ति हो भनेर एउटा गोलमेज सम्मेलन गरेर वर्तमान संविधानलाई संशोधन गरेर यो पोलिटिकल जुन रूपमा एकदम गठिएको गाँठो परेको छ त्यसलाई फुकाउन सकिन्छ। शिवको मन्दिर बनिरहेछ यहाँनिर। संरचना पनि राम्रो यो आदर्श गाउँपालिकाको यो फेरि अघि हामीले मौवाबाट फेरि यो मौवा भन्ने ठाउँबाट आदर्श गाउँपालिका र यतातिर तलारा जाने बाटो र उतातिर तपाईँको माथि हाम्रो रेल ब्याङ्क रहेछ। साइल गाउँपालिका जाने बाटो यताबाट छिटेर जान्छ साइल गाउँपालिकामा जाने बाटो। आखिर साइल गाउँपालिका र आदर्श गाउँपालिकाको लागि यो बाटो भनेको लाइफ लाइन रहेछ। यो बाटो
गाइजहरू